मिडिया म्यानिपुलेसनको अर्को गजबको उदाहरण दिन्छु। विशाल भण्डारीजीलाई लिएर यस्तो घटिया चाहिँ न्युज सम्प्रेषण भएको छ नेपालका मिडियाहरूमा, त्यो पनि नाम चलेकै मिडियाहरू, अलिकति धेरै भ्युज फलोवर्स भएकै मिडियाहरू। कुरा के भन्दाखेरि विशाल भण्डारीजी अस्ति सिंहदरबार जानुभएको रहेछ। सिंहदरबार जाँदाखेरि उहाँले आफ्नो चाहिँ सिंहदरबार भ्रमणको चाहिँ इन्स्टा स्टोरी राख्नु भएको रहेछ। त्यो न्युजलाई कसरी सम्प्रेषण गरियो भन्दाखेरि चाहिँ अस्ति कमेडी सोमा, जुन विशालजीको प्रोग्राम हो, कमेडी सोमा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीको चाहिँ अलिकति बेइज्जती भयो, बिल्ला गर्यो। त्यो कारणले चाहिँ विशालजीलाई सिंहदरबार बोलाएर चाहिँ थर्काउने, दबाउने र वार्निङ दिने काम गरियो भनेर छापेछ। मजासित ढुक्कसित लास्टमा गएर चाहिँ सामान्य भेटघाट रहेछ भनेर छापेछ। म स्याम्पल पनि देखाउँछु, यो न्युज हेर्नुहोस्। प्रधानमन्त्रीलाई व्यङ्ग्य कसेको भोलिपल्टै कमेडी नाइट विथ च्याम्पियनका निर्देशक भण्डारीलाई अचानक किन बोलाइयो प्रधानमन्त्री कार्यालय? दर्शकमाझ अत्यन्तै लोकप्रिय हास्य प्रधान टेलिभिजन कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन निर्देशक विशाल भण्डारीलाई सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयबाट बोलाएपछि अहिले सर्वत्र चर्चा सुरु भएको छ। गत मंगलबार प्रसारित सो कार्यक्रमको नयाँ श्रृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको व्यङ्ग्यको भोलिपल्टै निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइनुले धेरैलाई सोच्न बाध्य बनाएको छ। के यो संयोग मात्रै हो त? कार्यक्रममा व्यङ्ग्य प्रधान संवाद, राजनीतिक चुटकिला र रमाइला प्रसङ्गहरू समेटिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका 4 सांसद डाक्टर तोसीमा कार्की, सुमना श्रेष्ठ, असीम सहारा, निशा डागी अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए। कमेडी नाइट विथ च्याम्पियनको पछिल्लो श्रृङ्खला घण्टीमय भएको थियो, जहाँ विभिन्न राजनीतिक दलको नेताहरूलाई व्यङ्ग्य गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अत्याधिक व्यङ्ग्य प्रहार भएको थियो। यही कारणले गर्दा निर्देशक भण्डारीलाई थर्काउन अथवा कुनै चेतावनी दिनका लागि प्रधानमन्त्री कार्यालय बोलाएको हो कि भन्ने अधिकांशको अनुमान छ। तर के साँच्चै प्रधानमन्त्री कार्यालयले भण्डारीलाई चेतावनी दिन बोलायो? हुन त स्वयं निर्देशक भण्डारीले पनि आफूलाई प्रधानमन्त्री कार्यालय बोलाइने कारण आफ्नो कार्यक्रमको पछिल्लो श्रृङ्खला हुन सक्ने अनुमान गरेका थिए। कलाकर्मीले प्राप्त भएको जानकारी अनुसार निर्देशक भण्डारीसँग कार्यक्रमको विषयमा कुनै कुरा नै नभएको तथा एकजना कलाकार भेटघाट गर्नका लागि सरसल्लाह गर्न बोलाएको थाहा भएको छ। निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले भेटघाट गरेका थिए भने उक्त भेटघाट अति नै सुमधुर भएको समेत निर्देशक भण्डारी निकट स्रोतले जानकारी दिएको छ। निर्देशक न्युज हेरिहाल्नुभयो, सुरुमा सनसनी मजाइरहेको छ, लास्टमा 90% ठाउँमा विशाल भण्डारीलाई दबाइयो छ, लास्टमा एउटा सामान्य भेटघाट रहेछ। अर्को न्युज पनि हेर्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको भन्दै कमेडी नाइट विथ च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय बोलाइएको छ। सो कार्यक्रमको नयाँ श्रृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य कसेको भोलिपल्टै निर्देशक भण्डारीलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा किन बोलाइयो होला र के भयो होला भनी धेरैमा जिज्ञासा पैदा भएको छ। कतै गत मङ्गलबार भएको कमेडी नाइट विथ च्याम्पियन उक्त श्रृङ्खला निर्देशक भण्डारी स्वतन्त्र पार्टीका 4 सांसदहरूलाई अतिथि रूपमा निकालेर व्यङ्ग्य प्रहार गरेका थिए। यसैले निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएको हो कि भन्ने अनुमान गरिन्छ। कार्यक्रममा डाक्टर तुलसी कार्की, सुमना श्रेष्ठ, असीम सहारा, निशा डागी अतिथि रूपमा बोलाइएको छ। कमेडी नाइट च्याम्पियनको निर्देशक विशाल भण्डारीलाई नै थाहा होला र उनले नै बताउनेछन् वास्तविक कुरा के हो भनेर। यसमा पनि सेम त्यही कथा छ। अर्को न्युज पनि हेर्नुहोस्। राजसभाका सांसदहरूलाई बोलाएर कमेडी नाइट विथ च्याम्पियन्समा ओलीमाथि व्यङ्ग्य गरेपछि निर्देशक विशाल भण्डारीलाई एकाएक प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। मंगलबारको श्रृङ्खलामा केपी ओलीलाई व्यङ्ग्य कसिएको भोलिपल्टै निर्देशक भण्डारीलाई सिंहदरबारमा बोलाइएको हो। उक्त श्रृङ्खलामा निर्देशक भण्डारीले राजसभाका 4 जना सांसदहरूलाई अतिथिको रूपमा निम्ताएर ओलीमाथि व्यङ्ग्य गरेका थिए। सिंहदरबारमा पुगेका भण्डारीले भेटका क्रममा त्यस्तो केही नभएको र नयाँ केही कार्यक्रमको आइडियामा छलफल भएको बताए। यसमा पनि सेम त्यही कथा छ। हुँदा रातो पार्टीसम्मले छाप्ने भए, तर रातो पार्टीले चाहिँ पछि गएर चाहिँ फेरि हैन विशाल भण्डारीजीको सामान्य भेटघाट रहेछ भनेर फेरि छापेछ। यस्ता कामहरू चाहिँ मिडिया म्यानिपुलेसन हो। किन भन्दाखेरि यिनीहरूलाई आफ्नो भ्युवर कस्तो हो थाहा छ क्या, त्यो फुल न्युज कसैले हेर्दैन भन्ने कुरा विशाल भण्डारीजीले चाहिँ स्पष्टीकरण नै दिनु पर्यो। प्रोफाइलमा चाहिँ एउटा सामान्य भेटघाट गर्न जान पनि नपाइने भनेर। हुन पनि यस्तो हो, अब त्यो जिन्दगीमा सिंहदरबारको गेटै नदेखेहरूलाई सिंहदरबार जानु चाहिँ कति न ठुलै कुरा जस्तो लाग्छ। चिन्जान हुन्छ नि मान्छेको।